साथी कहाँ हो तिमी दाइ मलाई नहान्नु है ल गुड मर्निङ नमस्ते सबैजनालाई होप यु अल आर फाइन होइन आजको नयाँ भ्लगमा हामी के गर्ने साथी गुड आफ्टरनुन भइसक्यो गुड आफ्टरनुन भइसक्यो केही छैन आजको भ्लगमा चाहिँ थम्बनेल टाइटल हेरिसक्नु होला हामीले हाल्ने चाहिँ यो एक्जस्ट हो उनी साथीको बाइकमा त्यसमा अलि डिफ्रेन्ट गर्न गइरहेको छौँ त्यो हुन्छ कि हुन लाग्छ साथी सक्सेस यो सक्सेस भयो भने चाहिँ होइन मर्निङ गाइस साथी सबैजनालाई स्वागत छ अर्को भ्लगमा आज शुभ दिन शुभ बिहानी होइन यो चाहिँ निकाल्नु पर्छ होला के हामी चाहिँ अब यहाँको एक्जस्ट हाल्न यहाँ यो मिल्छ मिल्दैन हेरौँ हेर्न सकिन्छ मुस्ताङको बाइक बिजोक पारामा बाइक सेलाउँदैन अनि त्यसपछि हेर्नुपर्छ हुन्छ कि मिल्छ कि मिल्दैन हाम्रो बुलेट बाइकमा एकोपोभिक तेलबासमा चाहिँ बाइक धुनु पर्यो भाइ मिस्त्री छोटु राम्रोसित धोइदियो बाइक छोटुले राम्रोसित धोइन्छ नि बाइक राम्रोसित है भाइ धेरै कसो हो त्यहाँ चाहिँ जुगाड भइरहेछ हामी चाहिँ अब पुल खेल्न आएको त बन्दी जेलसम्म के हानेको साथी के हो त नि तिमी फेरि यस्तो ल म चाहिँ अहिले बाइक बन्सी भेट्छु पुलसुल खेलेर पस्यो क्या मेरो गयो सानो गुट्टी ठुलो गएको एक्युरेट एक्कु गइरह त आज त सक्नुहुन्छ हाम्रो चाहिँ क्रुजर बाइकमा स्पोर्ट एक्जस्ट फिट भइसकेको छ होइन त नि शेरखान कसको हातको जादु हो त नि यो तिम्रो हातको जादु गुड्डु दाईको हातको जादु हो हावा लिक त भएन बस अलिअलि त्यो फरक त छैन ल सुनाइदेऊ त ट्याक्क हाम्रो के साथी हाया उसास त कराउँदैन होला नि फेरि गर्दाखेरि डाइरेक्ट कत्रो लाउड आएको यार ल म तपाईँहरूलाई बाइकमा भेट्छु ल हामी चाहिँ अब जाने यसको फेरि कोन बेरिङ गर्नु त उइली हानेर देखाइन्थे हजुर धेरै नपर्काउ के फेरि जाउ हुन्छ यता साइलेन्सरहरू यताउति मोडिफाई गर्न दिँदैन ए रोयल एडमा बनाएको भनिदिने हो सुन्ने त बाइक त ठोक्का भयो र हेर्नु चाहिँ वार्निङ आइसकेको छ खोदका देखियो त मेरो बाइकमा हाल्नु मन थियो मेरो बाइक फेरि ग्यास वेल्डिङ गर्नुपर्छ भन्यो त्यही भएर विचार गर्दैछु एक्जस्ट हेर नि एक्जस्ट जान्छौ खै लास्ट टाइमको भ्लग चाहिँ मिठो रिस्पोन्स आयो मैले भनेको कुरामा तर मैले ठिक भनेको होइन साथी जस्तो मान्छेले त्यस्तै त भन्ने हो नि त्यो भएर अनि
ड्राइभरहरूले नि रुचाउनु भयो भनेको कुरा। अब यो बाइकमा पनि विली हान्ने देखाइदिन्थेँ तर कोन बेरिङ चाहिँ यसको अहिले हेर्न पर्ने भयो। अहिले ठुक्यो बल्ल राम्रो बाटो आयो। लाउड पनि अति लाउड आएको यार त्यसको यो बाइकको लागि बनेको साइलेन्सर होइन जुन बाइकको लागि बनेको त्यो बाइकहरूमा मिल्दैन पहिलाको भ्लगमा देख्नु होला। यो ट्र्याक्टरको साउन्डै खाइपुग्छ त डोनै छैन भन्ला ए उहाँ माथि किन्न पनि मिल्छ बिर्सेको उहाँ माथि किन्न पनि मिल्छ। धेरै बेसी पठायो भने त साउन्डै लिक हुँदो रहेछ है। दुईवटा बाइक मात्रै हाले होइन त्यसमा र यसमा होइन अहिलेसम्म देखे अनुसार है। अब भित्रभित्र हाले छैन त थाहा भएन हामीलाई। वान पिस अहिले फोन बेरिङ नआएको यसो यहाँबाट आउनुहुन्थ्यो ह्यान्डीले हातमा हानिदिन्छ। बिस्तारै अपग्रेड गर्छु माइकहरू के हो एबिसिडी। यहाँबाट माथि झन् राम्रो खालको दिन्छ भ्यू दिन्छ। बजार छैन त्यही हो माथि त्यही हो त्यति त हो। भाइहरूको बाइकले तानेन क्या हो। कस्तो सुन्दै गल्छ शीतल हो। वान पिस बाइक अफ तनाउ है बुटलतिर खान्थ्यो एउटा तर यो भिडियोको लागि मात्रै छेडिक समयको लागि हालेको किनकि दिस इज नट मेन फर दिस बाइक। यस्तो अनैतिक काम गर्नुहुन्न। यी भ्यू चाहिँ यस्तो दामी देखिन्छ यहाँ बस्ने।
दुलीगौडा बजार नार्कोस टाउन खै त दुईजना खै त समात न्युट्रलमा हाल दिप बिस्तारै भयो साथी क्लोज कल ओए 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 छेउैबाट कट्यो यार ट्रकै कट्यो हो गया रे मैले माउन्ट किन लाग्नु त है ल अब चाहिँ हाम्रो यो हाम्रो भाइले स्कुटर उडाउँछ निक्रानाको भ्लगमा नार्कोस निको भ्लगमा विली भएन अनि के भ्लग भयो त होइन साथी एउटा न एउटा भ्लग विली त हुनु पर्यो नि जो साइकलमा होस् कि बाइकमा होस् कि हान्डु नरिबल झर्ला साथी ट्रक अनि निक्रानाको भ्लगमा विली भएन अनि के भयो त जाम भाइको उसै कलाई देखिएन रे यहाँ कला निकाल्न सकेन रे भाइले आफ्नो मन खोलेर हान्नै सकेन अरे दामी दियो है भाइले फेरि ल हेलमेट लाएर भाइ सेफ्टी फर्स्ट हाम्रो च्यानलमा अलि सेफ्टी फर्स्ट जुत्ता सुत्ता लाएर आउनुपर्छ नि अनि निगाड सिगाड होइन त्यतिकै सब फाँडी है सब भिडियो गर्दै भाग्दिने हामी त दुईजना यता भित्र भाग्छौँ तिम्रो यता भाग्यो सब लाहा मोटे भाइ स्कुटीमा भाग्छ रफ्तार कता उडाउँदै भाग्दिने फेरि भाइ फेरि भाइ फर्ममा आइसक्यो हावासँग निकाल्न थालिरह्यो फेरि हवाई फायर हानिदिनु पऱ्यो खै साथी फेरि फेरि हानिदिनु पऱ्यो ताउडेको हात लम्बा है फेरि ल कति खान्छ भाइ हेर्दिमै दियो कति आएर मन तानेको अङ्कल हान्नु अङ्कल सिकाउने भाइ यो चाहिँ मास्टर हो दुइटै मास्टर हो भन्छ यो त मास्टर हो ए दामी दामी भयो भाइ एक दुई फेरि जाओस् न अझै तिमी हान म सक्दिनँ हजुरको बाइक छैन हजुरको हेरौँ न ब्लकको अन्त चाहिँ मेरो बाइक बिग्रियो साइड स्ट्यान्डको सेन्सर नट झरेछ अनि देखिसक्नुभयो एक्रोपोभिकको पर्फर्मेन्स आज बुलेट बाइकमा त्यति हो भन्दै धन्यवाद फेरि नै भेट्ने सुन्नु नेक्स्ट ब्लगमा सबैजनालाई